कपाल छैन त नहालेको त नि आज कस्तो त पहिला दाइले डेन्जर गइरहेछन् म पहिला खतरा हान्थेँ त सिवार मैले जस्तै उल्टी कसरी हान्न सक्थेँ पहिला हल्का फुटबल खेल्नतिर लाग्यो केटाहरू यो नोफा रिसोर्ट आज पार्टी चल्छ है राति किन छैन मान्छे के खाएको मिल्यो है चड्डी पनि रातो होइन कति भाग्नुहुन्छ जानुहुन्छ म पनि त्यसै राउन्ड बस न गोलो राउन्ड बस के गरेको कस्तो यो आफ्नो ठाउँ चाहिँ छोड्नु भएन उता गयो भने पहिलेसम्म बोल्नु पर्छ है पानी खेलेको डुम हुन्छ त्यस्तो नयाँ मुर्गी नयाँ छोड्नु के मेरो त टिपा राख्यो नि कन्ट्रोल हुनु पर्यो नि बोलमा हात चाला मेरो टिपा राख्यो नि कति पर्यो म कन्ट्रोल गर्छु टिपा राख्यो नि 1 2 3 4 5 घर कन्ट्रोल त यहाँ खतरा आउँछ छैन आउनु न कति गाल गर्छ मैले यस्तै छुयो न रोक्नु 10 भयो ए भन्छ नि यहाँ प्याट भएको सुल्टी त्यही छ प्याट पनि लिएर आऊ है प्याट पनि लिएर आऊ टेप पनि लिएर आऊ कपाल छैन त नहालेको त नि आज कस्तो त पहिला दाइले डेन्जर गइरहेछन् म पहिला खतरा हान्थेँ त सिवार मैले जस्तै उल्टी कसरी हान्न सक्थेँ पहिला मिलाइरहेको छ मिट 3 जना भयो हैन अब यो मिट भए पनि सुगन त त्यसरी भाइ र उसमा 2 जना अगाडि पछाडि मैले के घुमिरहेको छु हैन त्यही अलिकति टाइगरको सपोर्ट एउटा मिड टाइगर सपोर्टमा खेल्न के हाम्रो दुईटा सुन्दर लागिहाल्यो एउटा साइडमा हैन दुईटा टाइगर छ नि एउटा मिडमा बस्ने एउटा अगाडि पछाडि बस्ने टाइगर मिडमा के टाइगरको सपोर्ट दिने एउटा मिड के मैले भनेको त त्यही हुँदैन एउटा कुरा फेरि म के देख्छु यहाँ हैन यहाँ त जस्तै बल तानेर पनि खेल्न सिकाए है त्यो बल अगाडि मात्रै त्यो ग्यादरिङ भइरहेछ अगाडि पेलेको छ त्यो उहाँको बल पोस्टको बल पनि यहाँ हान्छ अनि मान्छेले थाहा पाउँदैन यहाँ चाहिँ मैले के देखेँ नि अगाडि ब्ल्याक प्यान्ट हाम्रो डिफेन्स 3-4 जना भाइलो गर्ने गोविन्दलाई खेलाउने त्यो 2 जना कुनै जना लास्टमा खेलाउनु भयो 2 जना
अहिले भाइ अहिले यहाँ 15 मिनेटमा थाक्छ मलाई थाहा छ त्यही त त्यो दुईजनालाई तिमीहरू 15 मिनेटमा लास्ट खेलाउनु होइन तिमी थाक्दैन मलाई थाहा छ दुईजना एकछिन दाउदाइलाई बसाइदिनु है है त खेलाउँछ त दाबा के भयो त एकजना अहिले के भयो त अहिले धेरै टाइम छ त एकछिनमा गल्छ मलाई थाहा छ चेन्ज गरौँ ठुलो ग्राउन्ड छ यहाँ दामे तले खेलाउँ यहाँ कुद्नु सक्दैन क्या भाइ मलाई थाहा छ यो कस्तो खालको भाइले गोविन्द अलिकति गर्नु है खास छैन तर अलिकति हेरेर खेल्नु अनि अर्को कुरा केटा अब यो भनेको हाम्रो लास्ट अन्तिम चरणमा छन् तयारीको कोसँग बन्ने बनाउने कोसँग के परिचय गर्ने के बाँकी छ सब कुरा सबै हे गर्ने हो आज लास्ट हेरेर यस्तो राम्रो ठाउँमा खेल्न पाएको छ मिहिनेत गरेर गेम गरेर जसरी हुन्छ एनी हाउ रिजल्ट चाहियो अब आउने टुर्नामेन्टको लागि उपाधि हाम्रो हातमा हुनै पर्यो के गरेर पर्छ के गर्नु पर्दैन सबै मिक्स छ यो सबै केनिया सेनिया सबै छ यहाँ सबै यस्तो ठाउँमा खेल्न पाएछ माया तिमी यो त तिमीको लागि त स्वर्गको कुरा हो गेम खेल्दा मिहिनेत गरेर रिसाउने भने नि म ठिक हुँदैन है कसैले कल गर्यो भने एकदम शान्त बेइज्जत नगरौँ जवाब बाहिर आउँछ हामी पनि बाहिरबाट हेर्छ होइन तँ नगर्नु आफ्नोमा कहिले पनि रिसाउनु हुँदैन गल्ती हुन्छ होइन प्रेसर आउँछ गल्ती जसलाई जसले पनि गर्न सक्छ तर त्यहाँ सरी नै भनेर सरी भनेर चाहिँ सिकाउनु भयो हुन्छ नि अनुशासन लगन तिनवटा कुरा चाहिँ कहिले छोड्नु भएन मुखमुखै लाग्यो भने चाहिँ त्यो निस्किन्छ है बाहिर म भन्छु मिस्टेक भयो भने सरी भन्ने किन उठाउनु भन्दाखेरि यो कुरा अब यहाँ यस्तो मुखमुखै लाग्ने बानी भने भोलि गएर अन्त पनि अन्त पनि अनि के हुन्छ आफैमा अनुशासन हिँड्नुहुन्छ अनि हामी बुढापाका हिँडेको केही मतलब रहेन अर्थ रहेन होइन डिस्कस हुन्छ यो तर अलिकति केही छैन कल गरेर खेल मागेर सपोर्टिङ होइन एकजना दुईजना तिनजना चारजना पाँचजना 6 7 8 9 10 चारजना सब यता पाँचजना यता जरुर बस्छ यता के अरे तिनजना बस्छ होइन पालो धेरै टाइम छ 45 बस्छ है अब त्यो अगाडि गइदिनु त हुँदैन मान्छे ओ हेमराज है ओ हेमराज त यता बस्नु अलिकति दुर्गेश के गरेको त्यहाँ दुर्गेश चाहिँ के लाग्यो कि अब आफ्नोमा खेला जस्तो बस्छ यत्रो कुन्द्रीको चारतिरबाट हेर्छ त दामी सेभ मान्छे त बलि त आएको छैन केटाले हान्नु त गर्दा गरेको ड्याम ड्याम आवाज सुनिन्छ राम्रो खेल्छ हेर्नु नि कत्रो आवाज दिएर फर्केर सुडानी होला मसरी जस्तो लाग्यो मतलब अर्को उहाँहरूको मसरी यो टोपी लाउनु त्यो टोपी लाउने मसरी हो र सर मसरी
केटाहरू अलिकति दिमागले खेल्दैन क्या अनि यहाँ काम केटाहरू जिन्दगी गएको थाहा पाउँदैन होला यार हजुर जिन्दगी गएको थाहा पाउँदैन होला कि केटाहरूले अघि भनेको सुन्नु भएन शताब्दी पनि भन्छ नि बाघ ए छ रे ओ यमराज ल चान्स है अब यहाँ अब यो कालोले पनि छ नि फेरि यारे बडा न हो टच खेल मान्छे साथी हेऱ्यो भेट्दैन उसले के सुरु गर्नु यहाँ मैले टच राम्रो भनेको सुशान्त छ ए छरी नै यतिखेर मुलाहरू जति बल पाउँदाखेरि छरिएर खेल्नु त मुलाहरू राम्रै भएर सुशान्तले राम्रो बल होल्ड गर्दै गर्दैन यमराज यमराज त यता बस्न अलिकति बल पावला फेरि यता बस यमराज यता आइज भने बस्न यता अलिकति नसुन्दो रहेछ बिचरा उनीहरूलाई प्रेसर छन् भन्ने ए भाइ कति सिकाउनु हौ उनीहरूलाई थ्रो गर्दा पनि आफ्नो साथीहरूले बल पाउँदा छरिनु नि मुला त्यही छेउमा बस अनि पो कुद्छ अट्याक त गरेको हो किप्पर चाहिँ कडा रहेछ गोविन्द हाम्रो त कोही बोल्दैन पनि देख सबै भित्र सट्टै बल बगाइदिन्छ त ल्याऊ हेरौँ अब तर बल उडाएन ए कुद्न त्यो यादवले के हेरेको ओइ मनोज ओइ मनोज के हेरेको त बाहिर निकालिदिन्छ गएर बल खोज्दाखेरि त्यो त भाग खेल भाग न भागेतिर खालीमा जा खालीमा जा No man. अघि बिस्तारै मिलाएर
आहा सेटिस्फाइड शट डल्ले मगर गुल्टियो के गरेको खेलको छिर्ने बेला भइसक्यो पानी भनेको खाने नै होइन खेलिसक्यो छैन अनि यस्तो यस्तो गर्दैछु ए यहाँ त्यसले यहाँ कुल्छ नि त्यो त्यही भएर किन पछ्याउँदैन कहाँ गोविन्द बस्न तिमीहरूको आज खेल एकदम राम्रो छ विन्सबाट अरू दुईटा क्रस कतिबाट भएन दुईटा विन्सले कति क्रस लिन्छ 17 मा कहाँ सबैजना क्रस लिनु पर्दैन क्याप्टेन सपोर्ट गएको त्यो हाम्रो टिमलाई ल्याउन बल कुदिरहेको यस्तो खेल हो कि मान्छेसँग बस्यो भने त बलै फाल्दैन नि अलिकति खुलेर बस्छ न बल पाउँछ त अनि खट्रे खेला त चारैतिरबाट गर्नु सबैको राम्रो छ अलि मेहनत गरेर अलि मेहनत अलिक स्पिड खेल्नु अलिकति स्पिड बढाऊ बाकी सकिन्छ आरामसित बस्यो ताले दुई पनि खेल्छ नि फास्ट खेल न अलि खेल्दाखेरि खुट्टामा नफाल्नु कि भगाउन लाइनमा खुट्टा फाल्छ कि मजा आयो खुट्टा पाउँछ फेरि फाल्छ फेरि अर्को खुट्टा पाउँछ अलि मुभ हुने खालको बल के अलिकति भेट्न सक्छ त्यस्तो बल किपरले दिइहाल्ला क्या एडभान्टेज बलहरु खेल्नु हामी साइडमा तर मेन म्याच छेकेर बल मुसिसै त्यो बल त कहाँबाट बल दियो फेरि अस्तिको पानीबाट अलि कल गर्दिने गरे क्या मेन अन भन्नु कसैबाट मान्छे आइरहेको छ मेन अन भन्दै हात इसारा गरेर बल चाहियो भने साइडमा देखाउ कमलाले यसरी इसारा गर त्यो छैन के कम्युनिकेसनै छैन हात इसारा फाल्न यतातिर देखाएर हात देखाउने हात विङ्गरले नि सबै ठिक छ केटा तिम्रो अलिकति के छ भने नि दिमाग अलिकति लक्ष्मण दुर्गेशले बिठाइ गरिरहेछ निकाल काका लगाउँदै त्यसमा किरण दाइ कहाँ गयो यार लौ 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 दामी 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 ओए बच्चा यार के त्यो दुर्गेलाई बादल भाइ कहाँ गएको छ मागन काट्नु मागन बलमा कल गरौ न ए छोड काका जाऊ न भित्र जाऊ छिटो छिटो
तिम्रो लापरवाहीको कारणले निकालेको थाहा छ कस्तो लापरवाही खेलेछ दुईजनालाई पनिसमेन्ट हजुर दुईजनालाई यहाँ यस्तो ठाउँमा घाममा हुन्छ होला भने मलाई डर लागिरहेको थियो कस्तो मजा आयो खेल्नु भाइ खेल्नु फर्स्ट खेल्नु स्पिड गर्न भाइ कसले त्यसो गर्ने हेर्नु ल सुमन त निस्किसक्यो क्या ल किन आउनु सक्दैन रे भाइ आऊ जर्सी लगाएको छैन त अनि कहाँबाट को होइन साइज कति हो हुन्छ इन्जुर भएको को यालो दाइ ए सपर्दैन भाइ सपोर्ट एकजना मात्रै छ यार त्यही काका फर्स्ट टाइम काका एकछिन काका भाइ मागेर बल काका काका त्यो जुटको बोरामा सेतो बोरा खानु जस्तो नाइस 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 भाइ जस्तो मलाई यहाँ लाउनु कति लाउनु न भाइ 17 नम्बर आइदिनु पोजिसनमा भाइ लाउनु त्यो माथि कसको साटो छिर्नु म त्यो अहिले एकजना भाइ इन्जर भएको थियो कुन चाहिँ 10 नम्बर त्यही 10 नम्बर 10 रुपैयाँ भाइ अहिले त्यसलाई त ननिकाल मेरो खेलिराख त इन्जर भएको थोरै त रेगुलर भइसक्यो कुद्ने घोडाले खुट्टा खम्चाउँछ अरे क्या कुद्ने घोडाले 17 एकछिन बल बाहिर जाओस् न एकछिन बल बाहिर जाओस् अहिले बल यता आउँछ अनि बल्ल बरु पहिले मेन्टली फिक्स हुन्छ कसलाई बोलाउने हो लक्ष्मणलाई बोलाइदिनु लक्ष्मणलाई नबोलाउने अनि अघि नै किलो घाइते भएको घाइते चाहिँ के सबै लाइभ गर्नेहरू धेरै अहिले त लाइभ होइन मेरो त रेकर्ड रेकर्ड हो अडियन्सलाई पनि देखाइदिएन यता हेर्नु न दाजु यार आरबी दाइ आज कस्तो फिल भइरहेछ आज त असाध्यै ह्याप्पिनेस हो खुसी छ न धेरै जाडो न धेरै गर्मी रमाइलो छ दामी ठाउँ छ होइन यो पनि असाध्यै राम्रो ठाउँ पनि इन्टरनेसनल स्टाइलको चाहिँ मिनी स्विजरल्यान्ड तर घुम्नु पाएन नि आज होइन दुःखको कुरा तिमीलाई म बल फोड्दै होला भनेर आयो तर मलाई लागेको नि हजुर दाइ यत्तिको गेम यत्तिको ग्राउन्ड हुँदाखेरि यो यिनीहरूको खेलाइ चाहिँ मलाई मन परेन मतलब यहाँ खेल्दैन नि यिनीहरू हाम्रो टिमले यत्तिको पायो भने पाएको हुने हो भने त कसैले फाट्छ है यो चाहिँ दाबा नै हो कि मैले अघि हाम्रो केटाहरू पुरा आएको पनि छैन नि त आज पुरा आएको पनि छैन आमा बिक्सो हाम्रो बिक्सो लाइभ होइन दाइ केहीमा नहाल मेरो बिक्सो रेडी हुँदैछ त्यो भएर म त एकदम झारपात भएको को निस्किने हो
9 नम्बरको नाम के 9 नम्बरको? 9 नम्बरको नाम के हो? 9 नम्बर कसले लगाएको छ? यो नै, यो नै। सुशान्त, उसलाई ननिकाल। एकछिन बल बाहिर जाओस्। ठिक छ ठिक छ। अलिक बोल के तिमी बोल न, खेल्ने मान्छे त बोल्ने हो नि। यहाँ त एक टिमको दुई टिमको दुई टिमको केटाहरू छ नि, सबैसँग टक्क कल गर्ने, बोल्ने, माग्ने, सपोर्ट गर्ने, घरको काम गर्नुपर्छ। जतिले सक्ने मन निकालेको हो नि। कुदेको किरण दाइ अब बोल्दैछ किरण दाइले। नोफाको किपर हेर गेस गर्नु गाइसहरू कति केजीको मान्छे होला। फल 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 बिक्सोले त्यो फल खेदेको अवस्था छ। ल अब गेम सकियो, अब बाटो तातिनुपर्छ। यस्तो ग्राउन्ड छ। को मान्छे हो के हो तिमी यार? के छ अलि चले? लास्टै मटाएछ, ख्या ख्या गरिरहेछ। मटाएको त छोड्दैको खेल्न ल अहिले हैन। किन अब उसले पनि गेम बढाउने अरे। अब हिँड्नु त नि गेम। ल यस यस त्यही हो। कहाँ खान्छ खान्छ हौ राम्रो कहाँ खान्छ। ल सकालमा त पुरा ग्याङ अब हिँड्नु लाग्यो। ल आउने हो गेममा? आउनुपर्छ। यस्तो पाराले के हाल्नु? आउने हो नि यार, खेल्नुपर्छ यार। बल लिएर आएछ। 90 मिनट खेलाएर केटाहरूले दोब्बी हान्दिन् घर। लगभगै नुफा आजको लागि फेरि आउनुपर्छ नेक्स्ट टाइम। ल ल भाइ आउने होला नि लसम्म। ल बुढिया लागे भाइ भाइ। यस्तो दामी ग्राउन्ड छ। यो मान्छे अल्खासिमबाट आएको खेल्नलाई। आमा अल्खासिम भनेको समथिङ 200-300 किलोमिटर टाढा हो। 200-300 किलोमिटर टाढाबाट पनि गेम खेल्न, फुटबल खेल्नलाई यहाँसम्म आएको छ। क्रेजी पर्सन। निस्के नोफाबाट अगाडि 3टा गाडी अगाडि, एउटा गाडी पछाडि, हामी बिचमा। लाइट बाह्र हुँदा यसो भिडियो सिडियो गर्नु होला। केही देखेको छैन हेर्नु। केटाहरूसँग परेको कति बज्यो? कति बज्यो टाइम? कति बजी पुग्छ हामी? मलाई पनि चाहियो। हामी हेरेको हेरे जय सगरमाथा एफसी हिँड्यो। अब कति घन्टा लाग्ने हो? अब 1 घन्टा। अब जाम छैन भने 1 घन्टा 40 मिनेट हो। अब त जाम हुँदैन होला नि त यार। टर्न हान्यो बुढोहरूले। बिक्सो बुढोहरूको गाडी अगाडि छ, हामी 0 बुढोहरूको गाडी पछाडि छ। बिक्सोले रेड कार्ड खायो अरे आज। हामी हेरेको त्यो मान्छे कस्तो झ्यास भएको यार। ल दाजु नमस्कार सबैजनालाई। ल
सब जुनियर ग्याङ त यता पो रहेछ त नि यो त सिनियर ग्याङ यता पो रहेछ यता त हाम्रो ग्याङ होइन रहेछ त नि हाम्रो सिट कता हो हाम्रो टेबल कुन हो हाम्रो यो ल अब हामी भोजनको लागि रेडी हुँदैछौँ के छ भाइ म त कस्तो रहेछ मेरो मोबाइल कस्तो नचिनेको यार कुन मोबाइल भन्ने पनि थाहा हुँदैन ल पक्रा त मनी पक्रा म्यानेजर आमामा पनि भिडियो है हाम्रो सचिवज्यू खाने खेल्दा हाम्रो यहाँ लक्ष्मण दाई म्यानेजर सगरमाथा एफसीको हामी हेरेको हेरे बुढोलाई यार लास्ट डे ल्याङ गरिदियो आज नाटक गरेको के छ सोल्टी कस्तो ह्यान्डसम देखेँ यार बबल ह्यान्डसम देखेको छ त बबल ह्यान्डसम देखेको छ त दुर्गे मुस्कान मिठो छ क्या ओभर थाकेको छ क्या हो यादव ओ यादव पानी पनि धरो हानेछ त नन स्टप हानेछ आमामा के हो चिकनको पुरै सिङ्गै छ त यार हानु 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 खनाउ न तल खनाउ ल बबल दिइरहेछ त नि दाइ रेड कार्डै खाएको आज बबलै गरिदियो दाइले हानु न यो थाल नल्याउ भन त थालबाट त्यो हानु न सुल्टी हामी त गइहाल्नुपर्छ हाम्रो त यार बिजोग छ ल भाइ प्लेट यो त अति नै मारेर घिसारेको जस्तै गरेछ यार भाइ प्लेट रिटर्न आउँदैन लेग पिस के सुरु यता पनि है
खाऊ ल केटा हो खाऊ मर्ने गरी खाऊ खानेको लागि जन्मेको केटा हो खाऊ यादव ओ यादव आयो उसलाई बोल्न पाउनु टाइम आयो सोल्टे थिदिउँ त यहाँ सोल्टे थिदिउँ त बन्द गर्दा फेरि पनि सबैजनालाई हामी नोखाबाट ब्याक टु होम हुँदैछु यो पारिपट्टिको गाडीको यो जाम देखेर मेरो चाहिँ दिमाग खराब भयो हेर्नु त धन्न हाम्रो साइड चाहिँ एकदम उँभो छ हामी खानासाना खाएर आधी बाटो आइसके अब यहाँदेखि रुम पुग्नलाई हामीलाई कति मिनट लाग्छ त है अझै पाउने घन्टा लाग्छ तर हाम्रो साइडमा त्यस्तो जाम भएको भए हामी आज राति यही बाटोमा सुत्नुपर्ने हुन्थ्यो तर थ्याङ्क्स गड हाम्रो चाहिँ ओपन छ बाटो यस्तै छ अहिले रातको तपाईँको 9 बजे है 9 बज्दैछ हामी 9:30 हुँदैछ 10:30 भएको छ 11 बजी चाहिँ रुम पुग्छ होला म 11 11:30 बजी नुहाएर धुवाएर यताउता गरेर सुतेर बिहान ड्युटी जानुपर्ने प्रभु हेर्न पारिपट्टिको जाम देखेर दिमाग निन हराम हो कि अरे मेरो ओ माई गुडनेस धन्न हाम्रो चाहिँ बाटो अरे अगाडि जाँदा त झन् बाक्लो हुँदै गयो त हाम्रो साइड चाहिँ जाम नहोस् है परमेश्वर यो चाहिँ मेरो भगवानसँग प्रार्थना छ किनकि मलाई चाँडो रुम पुग्नु छ आजको समग्रमा हाम्रो अब जस्ट गेम राम्रो भयो आज होइन ग्राउन्ड राम्रो थियो अनि सबै केटाहरू ह्याप्पी छ आजको गेम देखेर म पनि एकदम सेटिस्फाइड छु आजको गेम केटाहरूको देखेर खुसी छु अब अर्को हप्ता भेटौँ अब आजलाई भनेको भिडियो यहीँसम्म होला सायद यति नै भन्दै अब गुड नाइट भन्न चाहन्छु उता अर्को साइडको जाम भनेको अझै पनि कन्टिन्यू नै छ कहाँसम्म हो हाम्रो चाहिँ ओपन छ बाटो यति जाम हुन्छ कि साउदीमा पुरै छोडौँ यहाँबाट यहाँसम्म रहेछ जाम त्यो धेरै अगाडि बाटोको जाम हो तर मैले अगाडिको भिडियो चाहिँ बनाइनँ लगभग 2-3 मिनटको बाटोको